सबैभन्दा गुड मर्निङ सबैजनालाई है। मेरोबाट चाहिँ गुड मर्निङ हेर्दाखेरि कसैको इभिनिङ, कसैको आफ्टरनुन, कसैको नाइट पनि हुनसक्छ, तर पनि गुड मर्निङ। किनकि म चाहिँ भर्खर ओछ्यानमै छु, भर्खर उठेको भन्दा पनि अब भर्खर बिम्जेको, अब उठ्नु छ साथीहरू होइन। र साथीहरू एकछिन बाद भेटौँ है त ल। सबैभन्दा गर्नुपर्ने काम चाहिँ अब हुन्छ होइन, के भन्दाखेरि चाहिँ नि साथीहरू अड्किन ब्रस त गर्नु पर्यो साथीहरू होइन। सबैभन्दा मेन काम चाहिँ हजारवटा काम छोडेर पनि बिहान उठेर ब्रस चाहिँ गर्नै पर्छ क्या साथीहरू होइन। साथीहरू म चाहिँ तपाईँहरूलाई ब्रस गरिसकेर भेट्छु होइन। साथीहरू मैले चाहिँ मुख धोइसकेँ होइन। भन्नुपर्दा चाहिँ घाम पनि कस्तो दामी लाग्दिरहेछ साथीहरू होइन। अहिले चाहिँ साथीहरू एकछिन बाद भेटौँ ल, तपाईँहरूलाई एकछिन बाद भेट्छु म साथीहरू। अहिले चाहिँ हामी है यो रुमको सिसा पुस्दैछ नि त होइन साथीहरू। आज टुरिस्ट होइन, त्यही कारण हल्का सफा गरिदिएको कि साथीहरू। हेरौँ है त ल, आङीले गर्दैछ अर्को रुममा चाहिँ साथीहरू। देखाउँछु साथीहरू तपाईँहरूलाई त्यो पनि होइन। पुसिसकेको हो होइन साथीहरू, यो पनि पुसिसकेको, यो पनि सकिसकेको पुसेर चाहिँ होइन साथीहरू। अब चाहिँ माथि खोइदिनु त आङी, म त्यो माथिको गरिदिन्छु। सफा गर्नु रे बुई, छुई मात्रै दिन्छु अन्त, छुई मात्रै दिन्छु नि म त। यो चाहिँ गुन्द्रुक हाल्नुको लागि रहेछ साथीहरू होइन, हामीले धोएको हो। हामीले चाहिँ हामीले चाहिँ रुमहरू सफा गरिसकेर पनि गुन्द्रुक लगाउने साग धोएर पनि सकिसक्यो होइन साथीहरू। के भयो भन्दाखेरि चाहिँ साथीहरू अब चाहिँ मेरो मैला जलाउँदाखेरि खुट्टा नै जल्यो कि यहाँनिर। चाहिँ दबाई लगाइराखेको छु।